हेलो सबैजनालाई नमस्कार। हजुरहरूले आइपिओ भर्नुभयो? आइपिओ खुलेको छ नि, आइपिओ भर्ने गरौँ। नपरे पनि मलाई पनि कहाँ परिरहेछ र, त्यही पनि म भर्न छोडिरहेको छुइनँ। आज म त्यो अर्को आइपिओ भर्न गइरहेछु। हजुरहरू पनि आइपिओ गर्ने गर्नुहोला। आइपिओले हजुरहरूलाई नै फाइदा हुने हो। सधैँभरि निरन्तर रूपमा भर्ने गरौँ। आइपिओ म भर्दैछु, पुरा भिडियो हेरिदिनु होला। म यहाँ मेरो आइपिओ भर्न गइरहेछु। यहाँ म लगइन गर्छु। यहाँ लगइन भइसकेको छ। अब यहाँ तपाईँहरू 3 डटमा गएर यहाँनेरि माई आस्बामा जानु होला। यही कुन कम्पनीको आइपिओ खुलेको छ, यी सबै डिटेल देखाउँछ। अब यहाँ एप्लाई गर्नु होला। एप्लाई गरेर यहाँ मुनि जानु होला। यहाँ डिटेल आफै आउँछ। यहाँ हेर्नु, कुन ब्याङ्कको खाता हो के हो, सबै डिटेल आफै आउँदै जान्छ। एकाउन्ट नम्बर सब आउँछ। अब कति किता भर्ने त, यहाँनेरि अब किता लेख्नु। यहाँनेरि किता लेख्दाखेरि चाहिँ जहिले पनि 10 किता भर्नु होला। 10 किता भएपछि एमाउन्ट आफै आइहाल्छ होइन, 1000 रुपियाँ। यहाँ अब सिआरएन नम्बर, यहाँ इन्टर सिआरएन नम्बर भन्छ। अब सिआरएन नम्बर हाल्नु पर्यो। सिआरएन नम्बर हाल्दैछु। अब सिआरएन नम्बर पछि यहाँनेरि आई एभ अलरेडी भनेर यो यहाँ टिक लगाउनु होला। त्यसपछि प्रोसेसमा जानु होला। अब प्रोसेसमा गइसकेपछि यहाँनेरि 4 अङ्कको यो 4 डिजिटको टेक्सन राख्नु होला तपाईँले पिन नम्बर। अब 4 डिजिटको पिन नम्बर राखिसकेपछि एप्लाई गरिदिनु होला। सक्सेसफुल्ली भयो। अब आइपिओ यहाँ एप्लाई भन्ने ठाउँमा एडिट भनेर आइरहेछ। यसरी मैले चाहिँ मेरो आइपिओ भरेँ। हजुरहरू पनि आइपिओ भर्ने गर्नुहोला। मैले त मेरो आइपिओ भरेँ, हजुरहरू पनि आइपिओ भर्नुहोला। आइपिओ भर्दा हजुरहरूलाई नै फाइदा हुने हो। यसरी नै आइपिओ खुल्दै गर्छ, भर्दै जानु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद। हजुरहरूलाई साथ र सपोर्ट गर्दै गर्नु होला।